आज चाहिँ लक्ष्मी पूजा हो, त्यसो भएर हामी चाहिँ लक्ष्मी पूजा गर्नु जाँदैछ। यो चाहिँ हो हाम्रो बारी। उहाँ छ दिवाली फुल। हामीले यसपालि यति साह्रो रोपेन नि दिवाली फुल, ढिलो भयो रोप्नु लागि। यहाँ छ दिवाली फुलहरू। अब हामी चाहिँ गाई आमाहरूलाई माला लाउन जाँदैछु। यो चाहिँ हो हाम्रो बारी। यहाँ छ हाम्रो गाई आमा, उहाँ छ हाम्रो बाछी र उहाँ सानो जन्मिरहेको, सानो भर्खर जन्मेको बाछी। के अरे यहाँ चाहिँ अहिले के भन्छ गाईको लागि टिका बनाउनु हुँदैछ। बाछी केसँग आएको के लगाई ठुलो ठुलो लु बाराङ बुझ्ने लुङ्गा जस्तो बदमास्नु हुन्छ यो पाइपै खाँदै। यो चाहिँ नजर नलागोस्, के नखानु। लुङ्गा आइज खान्छ अन्त मलाई पुरा घाम हुन्छ त्यसलाई के लगाइ पैसा लिनु ल। पोले हो यो घडी पोल्यो। आमा गाईले चाहिँ बाछीको माला चुटाएर खाइदिइहाल्यो। अब आमा गाईको टर्न। टिका चाहिँ लाउनु हुँदैन, त्यस एप्पल मात्रै के लाउनु पर्छ। आमा गाईको झन् छोटो बनाउनुपर्छ, नभए खाने रहेछ आमा गाईले फुल त। आफ्नो त सबैलाई आफ्नो कहाँ सक्छ। अस्ति खाएँ त अन्त आफै त कहिले चाहिँ एप्पल दिन्छ भइरहेछ आमा गाईलाई। लड्डु खायो बाछीले। अब भोलि मान्छेको टिका गाइस। आमा गाई दोरिसँगै खायो आमा गाईले। आमा गाई अझै चौरी छ। एप्पल र लड्डु कहिले खाइदिनु हो भइसक्यो। बिचरा बाछीको मुखमै पऱ्यो। त्यति त आमा गाई आमा गाईको आशीर्वाद लागिरहन्छ हामीलाई है। उसलाई चाहिँ अब दस्तुरको लागि मात्रै, ऊ पनि अब प्रेग्नेन्ट छ नि, दस्तुरको लागि चाहिँ अब कस्तो छ यो त्यसले मलाई मालै लगाइदिएन।
बच्चा नजन्मा भनेको जन्माइहालिस् अब के गर्ने यो क्लास गऱ्यो नो दियोमा बत्ती बालेको साह्रो पो छ त त्यो त हान्छ कान्छी ल्याएपल ल ल ल ए एदन आइज ल हेर यो चाहिँ प्रेग्नेन्ट चाहिँ साथी यो चाहिँ प्रेग्नेन्ट चाहिँ उसलाई चाहिँ अब दोस्रोको लागि हामीले लगाइदिएको उसले पुरा मन दुखाउँछ नि यता आमा गाईहरूलाई मात्रै गऱ्यो भने चाहिँ है यो चाहिँ लुङ्गा हो यो चाहिँ हाम्रो सानो बारी हो सागबारी त्यो चाहिँ हो गोठ खाना पकाउने गाईको यहाँ छ हाम्रो बाछी अन्त आमा गाई लड्डु खाइदे के भयो छोटीले बोजू आमा गाई आइज केसँग लाग्नु गएको ल आमा गाई What's up, bro? What's up, bro? अन्त गाईले हान्छ भन न कान्छी जल्छ गएको ल आमा गाई एकछिनमा आउँछु ल हामीले चाहिँ अब मालाहरू लगाइसके अब चाहिँ गएको हामी ए हाम्रो डल्लै बाछी डल्लै उयो मात्रै छ हाम्रो चाहिँ केटीहरू मात्रै कान्छीको माला त अब आमा गाईले खाइदिइहाल्यो है